नि ल भर्जिनियाबाट आयौँ है आज चाहिँ फ्यामिली पिकनिक। आज चाहिँ हामी चाहिँ किमनको बर्थडे मनाउन आएको है फ्यामिली पिकनिक। एक लर्कै हुँदो रहेछ हाम्रो फ्यामिलीहरू। हजुर म त हिजो भेटाएँ कि बेसरी। यिनीहरू फुले थिएन मकैको फुला जस्तै भयो रहेछ। कस्तो राम्रो। त्यही उहाँ पनि मार्सी 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 यहाँ मार्सी मार्सी आइज। यिनीहरू रुचाउँदैन कि मार्सी आइज नजा है त्यहाँ नजा है नजा है। ल यहाँ आएको है हामी पिकनिक खानको लागि स्पेसली किमनको बर्थडे सेलिब्रेसनको लागि आएको फ्यामिली पिकनिक। यो चेरी ब्लसमको तल बसेर खाने। ओ माई गड के साह्रो फुलेर रहेछ है दामी। उहाँहरू एकदम नेपालीहरू बोल्दैछ। अर्को होल यहाँ रहेछ हाम्रो फ्यामिली चाहिँ यहाँ बसौँ कि त्यहाँ फुलतिर मान्छे मलाई त्यहाँ बस्न मन लाग्छ। घाम पनि लाग्छ। एजीले पनि फुलिसकेको रहेछ सुमी। पिकनिकमा म यहाँको यहाँ बर्थडे सेलिब्रेसनको यहाँ फोटोसुट हुँदैछ हेर है। ल यहाँ फोटोसुट हुँदैछ। ह्याप्पी बर्थडे किमोना। भर्जिनियाको फुल चाहिँ फुल्नु। नि यस्तो बर्थडे त कहिले मनाइएको थियो र यस्तो फुलको माझा। यो त लकी रहेछ यस्तो फुल फुल्ने बेलामा। आमाले भनेको भर्जिनियाको फुल चाहिँ फुल्नु रे किमन। आमाको हाम्रो आमाको बोजेको आशीर्वाद त्यही भर्जिनियाको त्यो चेरी ब्लसम जस्तै होस् यसको लाइफ नि भन्नुभएको छ। टी र केक खाँदै यो पनि साह्रै रमाइलो है यस्तो फुलमा आएर चिया खानुको मजा विथ फ्यामिली। बच्चाहरू त्यहाँ खेल्दैछन्। यो नजारा हेरेर पनि थाकिएन त है। कति राम्रो फुलेको होला नि बरै कति राम्रो। भर्जिनिया हजुर धपक्कै बलेको अवस्था। यहाँ आउँदै हेरेर चाहिँ सेतो त अर्को लाइट कलरको नै यो फेरि
मेरोमा त प्याजी त राम्रो आउँदैन है चिकलाम हुन्छ यहाँ के छ त्यहाँभित्र बुढा आमा छोरी पसेको बजे मलाई पनि है दुईटा ओहो दुईटा कलर हो नि त बा ठ्याक्कै गुलाब जस्तो भाइ अलि तल डन्डासँग है बजे हेर्नु फुल त कति हो कस्तो राम्रो होइन हजुर आइलारी त नि ओ माई गड कति कलर लाए जस्तो ठ्याक्क भएछ अझ एक हप्ता भए सही हुन्थ्यो भाइ छ हट्नु त ओ त्यो पिङ्क चाहिँ कस्तो खतरा भएछ त्यहाँ धेरै रहेछ भर्जिनियाको स्वर्गद्वारी जाने बाटो यस्तो इजिली फुलेर एकदम रमाइलो भएछ हामी अब तल जाँदैछौँ है गाइसहरू चर्सी दिनेको है कस्तो दामी बस्नु भुइँमा होइन आमा कहाँ जानुभयो ए नजारा हेर फुलको यो केटाकेटी अहिले आउला जस्तो लागेन मलाई इजिलियाको चाँदर घोप्टा जस्तै रहेछ पारिबाट देखेको यो फुललाई अहिले यहाँ चाहिँ यस्तो के विधि फुलेको है नेपालमा हो त्यहाँ बनाएको थियो क्या ठिकै छ है खुब सन्सेटै ल हाम्रो पिकनिक चाहिँ सकियो आजको चाहिँ बाई बाई भर्जिनिया वाटर फेरि आउँछौँ कहाँ फेरि आउने म त पर्सि फेरि सन्डे आउने ल रमाइलो भयो आज फ्यामिली पिकनिक